हाम्रो चाहिँ मन्दिर यति माथि चाहिँ किन भएको रे भिनाजु भनेपछि पहिला चाहिँ तलतिर तल थियो अरे होइन। त्यहाँनिर चाहिँ एकदम जुठो भएर चाहिँ हाम्रो गडले चाहिँ त्यहाँ बस्न मान्नु भएन अरे। अनि एक्कासी आफै नै यहाँ उकेर आउँछौँ अनि यहाँदेखि चाहिँ यस्तो दामी दामी सिन देखिन्छ। हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी कुल पूजा हो, त्यही भएर आज हामी पूजा गर्न जाँदैछौँ। हामीले चाहिँ 2टा बोका चढाउने हो। ल गाइज, हामी चाहिँ यसरी बोका डोराउँदैछौँ। अगाडि चाहिँ दाइ हुनुहुन्छ। हामी जान अझै कति 2 घन्टा 1 घन्टा जति लाग्छ होला सायद। अगाडि पनि गइसक्नु भएको छ, पछाडि पनि आउँदै हुनुहुन्छ। लास्ट थकायो है हामीलाई चाहिँ। यस्तो राम्रो फुल रोक्नु टाइममा टिप्छु। ए हाम्रो वनमा चाहिँ यस्तो दामी दामी फुल पनि फुल्छ कि। खोप्ली अनि त्यसपछि हाम्रो कुलपूजा गर्ने ठाउँ चाहिँ त्यहाँदेखि माथि हो। हामी त्यो बल्ल यहाँ आइसक्यौँ दाइ र म। अझै आधा घन्टा जति लाग्छ। म हजुरहरूलाई माथि मन्दिरको भिडियो पनि देखाउने छु। बल्ल यहाँबाट यस्तो दामी भ्यू देखिन्छ नि। ओ माई गॉड। हामी चाहिँ कुल पूजा गर्नको लागि चाहिँ यसरी भारी बोकेर आउँछौँ अनि यहाँदेखि चाहिँ यस्तो दामी दामी सिन देखिन्छ। लास्टै टाढा छ है। मेरो मम्मीहरू चाहिँ तल, मेरो मम्मी यहाँ हो, यहाँनिर बल्ल आउँदै हुनुहुन्छ। यहाँबाट चाहिँ फोप्ली दारिङ्गे अनि तल बास्कोट एकदम धो भयो। हाम्रो मन्दिर चाहिँ यो हो होइन। हामी चाहिँ आइसक्यौँ। अङ्कलहरू सबैजना अघि नै आएर यहीँ बसिसक्नु भएको छ। तर हामी चाहिँ एकदम लास्ट पऱ्यौँ। यहाँ चाहिँ मेरो भिनाजु मलाई किन छोडेर आउनु भयो हजुरले? म भ्लग गर्दै आइरहेको छु अनि हजुरले मलाई छोडेर आउने हो? हो र? ओके ल। दाइले पनि धेरै सतायो, मलाई पनि धेरै सतायो कि बोकाले। आज यस्तो अल्छी बोका। दाइले चाहिँ यहाँ बोका बाँध्दै हुनुहुन्छ। त्यहाँ भाउजूहरू पनि आइसक्नु भयो। यहाँनिर छ यहाँ हाम्रो मन्दिर। कति राम्रो छ है हाम्रो मन्दिर। आन्टी चाहिँ पुरा सामान जम्मा गरेर बस्नु भएको छ। यता बसिरहेको छु। यता हेर्नु न। भन्नु राम्रोसँग पढ्नु होला। राम्रोसँग पढ्नु पर्यो त्यहाँ। ओके भिना, म हजुरले भनेपछि त म पढिहाल्छु नि। हाम्रो चाहिँ मन्दिर यति माथि चाहिँ किन भएको रे भिनाजु भनेपछि पहिला चाहिँ तलतिर तल थियो अरे होइन। त्यहाँनिर चाहिँ एकदम जुठो भएर चाहिँ हाम्रो गडले चाहिँ त्यहाँ बस्न मान्नु भएन अरे। अनि एक्कासी आफै नै यहाँ आउनुभयो अरे कि यहाँको ठाउँ रोज्नु भयो अरे, यहाँ शुद्ध हुन्छ भनेर। त्यही भएर हामीले चाहिँ पूजा गरि नसक्दासम्म चाहिँ हामीले
केही पनि खान हुन्न यहाँ आएर अनि यदि खाइहाल्यौँ भने पनि अलिक टाढा तलतिर गएर खानुपर्छ अनि पूजा गरिसकेपछि बाटै बल्ल खान पाइन्छ है बुझ्नुभयो नि त्यही भएर हाम्रो यतातिरको मन्दिर पुरा टपमा छ कि जुठो भयो भनेर ऊ पारि त्यहाँ पनि अर्को मन्दिर छ यहाँनिर अनि यहाँको टपमा हाम्रो मन्दिर भयो तर अरू ठाउँ चाहिँ मलाई थाहा छैन ए अर्को छ झुलेनी पारि यहाँबाट चाहिँ झुलेनी पनि देखिन्छ है त ल तर यो सालले फेरि यो हुन्छ नि त्यो तपाईँहरूको मात्र किन भयो त फेरि हाम्रो मात्र खै त हाम्रो भगवान् सबैभन्दा धेरै चोखो हुनुहुन्छ होला नि त त्यही भएर यति अलिकति पनि जुठो सहन सक्नुहुन्न कि देखाइहाल्नुहुन्छ अनि त्यही भएर चाहिँ माथि चोखो ठाउँमा बस्छु भन्नुभयो होला सायद मलाई पुरै फुल्ली कहानी चाहिँ केही पनि थाहा छैन हल्का हल्का मात्रै थाहा छ अनि त्यही हो लास्टै माथि पानी हामीले 2-3 दिन अगाडि बोक्छौँ नि तर लास्टै राम्रो देखिने कि है कसले फोन गर्यो दिदी हेलो म त माउलीहरूको के भन्छन् देउलीमा माथि डाँडातिर आएको छु के गर्नु र अब मेला हेर्न जाने हो फेरि तल हामी चाहिँ आगो बालिसक्यौँ आगो सागो बालेर सब तयारी भइसक्यो अब चाहिँ पकाउने हो खिर रोटी होइन बिपिन भन् बिपिन भाइ बिपिन भन भन कि हाई गाइज अलि दाइ ल बोल बस कि बिपिन तेरो मम्मीलाई आइफोन मागेर लिइभाइसी हुन्थ्यो नि कुछ भी नहीं आदि यता आऊ न यिनी चाहिँ मेरो सानो ज्ञानी भाइ हुन् बस्छ त भाइ मेरो भाइ अहिले कतिमा गयो स्टेप ल भनिदियो त 3 मा ओ यो 3 मा गयो साँच्चै हो रे मम्मी अबे कति छिटो पल्लो पसिना छोडेर नारायण बोकेर आएको ल न हाई गाइस